म खबरबाट रिमिक्क भइसकेको छु साथीहरु। घर चाहिँ मेरो नुवाकोट। अहिले चाहिँ म काठमाडौँमा छु। उताबाट टिकट काटेर घर जानुपर्ने हुन्छ साथीहरु। ए भाचेर मेरो गर्नु पर्दा कमेडी रे होइन के तपाईँ मेरो आमा चाहिँ यहाँ हुनुहुन्छ। Hi everyone, welcome back to my channel Mail Vlog. म एकदम सन्चै छु। हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म यो नयाँ दिन नयाँ भ्लग सुरुवात भइसकेको छ साथीहरु। सो अहिले चाहिँ कति बज्यो भने 9 बजेको छ साथीहरु। अहिले चाहिँ म जान आएको छु मेरो घर। अहिले चाहिँ म यहाँ त काठमाडौँ छु कि अहिले ठ्याक्कै म जान लागेको छु मेरो घर। मेरो घर जाने बाटोहरु कस्तो छ त हजुरलाई म देखाउने नै छु। अहिले चाहिँ म खबर पाटेर रिमिक्क भइसकेको छु साथीहरु। सो गाइस अहिले चाहिँ म रेडी भएर पनि आइसकेको छु घर जानको लागि। घर चाहिँ मेरो नुवाकोट। अहिले चाहिँ म काठमाडौँमा छु। हजुरलाई अघि नै भनि नै हालेँ मैले। सो अहिलेसम्म हजुरले लाइक कमेन्ट गर्नु भएको छ लाइक कमेन्ट पनि गरिदिनु, शेयर सब्स्क्राइब पनि गरिदिनु होला। हजुरलाई म कहाँ पुग्यो भनेर अपडेटहरु त दिनै हाल्छु। सो भिडियो पुरा हेरिदिनु होला है त। साथीहरु फाइनली माछा पोखरी भन्ने ठाउँ आइपुगे। यहाँ चाहिँ यति जाम माछा कन्ने पनि पोखरी आइपुगे। अब यहाँबाट पनि एउटा गाडी चलेर हामी घर जान पर्ने हुन्छ साथीहरु। उताबाट टिकट काटेर घर जानुपर्ने हुन्छ साथीहरु। साथीहरु हामी चाहिँ अब तिर्सुली जाने गाडी चढ्छौँ। एउटा कुरा भनौँ हामी चाहिँ गाडीमा चढ्दा नङै भाचेर मेरो गर्नु पर्दा कान्छेबलाको 9000 बिजोक भयो धन्न घाउ चाहिँ भएन। त्यही खुसी लाग्यो। कमेडी रे होइन के तपाईँ कमेडी हो मलाई कमेडी जस्तो लाग्यो। एक्लै चाहिँ घर जाने बेलामा अनि म चाहिँ यहाँ साथी पाइसकेको छु। बहिनी पनि तिर्सुली जाने रे अनि म पनि त्यही जाने हो साथीहरु। अब यहाँ गाडीमा भ्लग बनाउनु चाहिँ अलि लाज लाग्छ कि त्यहाँ मान्छेहरू कति धेरै छ नि त। बहिनीले त लजाउनु पर्दैन भने सन्चै त के चाहियो र होइन साथीहरु। अब भने यस्तो बुझ्ने बहिनी हुनुपर्छ कि आमा कस्तो बेलामा पाइन्छ बहिनीलाई हो क्या। ठिक छ है हामी झरेपछि भेट्नुपर्छ है साथीहरु। अहिले चाहिँ हामी ठ्याक्क खाना खाने ठाउँमा आइपुगेका छौँ। तर हामीलाई केही पनि खान मन छैन। खाने भने हामी कन्फ्युज भइरहेछौँ। गाडी पनि के खाँदै हो नि त। त्यसैले हामी चाहिँ अहिले केही पनि खाँदैन होला सायद। हेर्नु न यहाँको मौसम चाहिँ खतरा छ ब्रो। भ्युज हेर्नुपर्छ भ्युज राम्रो छ। सो हामी चाहिँ अहिले यहाँ खाजा खान लागेको छौँ। खाजा खान नि मजै आउँदैन साथीहरु। भन्नुहुन्छ भने यस्तो घाम हो र यस्तो घाम त्यो गाडीबाट ओर्लेर झन् अब भिडियो बनाउनु पर्ला भनेर सोचिरहेको थिएँ कि घामले टाउको दुखेर एकदम हैरानै भयो साथीहरु। त्यसैले मैले भिडियो बनाउन पाइनँ। यति घाम हो र टाउको दुखेर ओपर भइरहेको छ। पहिलो घर पुग्नु छ। मेरो घर चाहिँ फेरि लास्टै टाढा क्या बजारबाट पनि। त्यही भएर पनि हो साथीहरु। अब रोड छेउमै छ छन चाहिँ तर पनि यतातिर गाडी खासै आउँदैन। त्यस कारणले गर्दा पनि हो कि हिँड्नु हामी अब वहाँबाट त्यहाँबाट यहाँबाट आएको साथीहरु। साथै टाढा पर्ने घर चाहिँ त्यही भएर अहिले फेरि हामी घर गएर भेट्नुपर्छ है त साथीहरु। फाइनली साथीहरु म घर पनि आइपुगिसकेको छ अनि मैले ड्रेस पनि चेन्ज गरिसकेको छु। मेरो आमा चाहिँ यहाँ हुनुहुन्छ। बोला गायकार हाम्रो छोरी गायकार कहाँबाट गायकार हो फेरि म हुन्छ परमेश्वरले बनाइदिनु हुन्छ मेरो कान्तिजलाई। आमा चाहिँ यस्तै छ गाइजहरु फन्नी पाराको। खाउ न के हाल लाग्यो के हो त्यो आलु पखेडा मलाई थाहा त्यो किन्ने बेलामा के आलु पखेडा अन्त र गाइजहरु म घर पनि आइपुगेँ अरे। अब हजुरलाई धन्यवाद। गाउँ चाहिँ हजुरलाई भोलिको ब्लगमा देखाउने नै छु। अहिलेको लागि यति नै गाइजहरु। अहिलेसम्म हेरेर साथ सपोर्ट गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अहिलेको भिडियोमा यहाँ स्थगित गर्न चाहन्छु साथीहरु। भोलिको भिडियोमा फेरि भेटौँला। हजुरहरूले अहिलेसम्म लाइक कमेन्ट गर्नु भएको छैन भने लाइक कमेन्ट पनि गर्नु होला। सकेसम्म सेयर पनि गर्नु होला। के भन्न चाहन्छौ आमा तिमी? धन्यवाद हजुरहरूलाई। मेरो कान्छी छोरीको भ्लगमा धेरै लाइक कमेन्ट गर्नुभएकोमा धन्यवाद हजुरहरूलाई। अनि अरु
लाइक कमेन्ट सेयर गर्नु होला हजुरहरूले। ल साथीहरू यति नै हो। बाइ।